हेलो साथीहरू, यहाँ सम्पूर्णमा नमस्ते। र आज चाहिँ साथीहरू म तपाईँहरूको समक्ष एउटा नयाँ इन्फर्मेसनल भिडियो लिएर आएको छु। र साथीहरू, यो चाहिँ विशेष गरी एनटिसी सिम प्रयोगकर्ताहरूको लागि खुसीको खबर रहेको छ कि हामीले हाम्रो सिममा डेटा तानेर हैन नेट चलाउँदै गर्दाखेरि त्यो डेटाको प्याक सकिएर चाहिँ पैसा काटिने जुन समस्या थियो त्यसलाई हल गर्नको लागि नयाँ अपडेट लिएर एनटिसीले लिएर आइसकेको छ। र साथीहरू, त्यस सम्बन्धी म तपाईँहरूलाई यो भिडियोमा जानकारी गराउनेछु। र कतिजनाले साथीहरूले यो विषयमा अन्य माध्यमबाट सिकिसक्नु भएको छ र मैले पनि यो विषयमा धेरै अगाडि थाहा पाएको थिएँ। तर साथीहरू, कतिजनाले अझै पनि थाहा पाउनु भएको छैन होला भनेर तपाईँहरूको समक्ष मैले यो भिडियो लिएको छु। साथीहरू, सेयर गरिदिनु होला हैन, अनि साथीहरू मन पर्यो भने लाइक गरिदिनु होला। यस सम्बन्धी म तपाईँहरूलाई विस्तृत रूपमा म अब यस भिडियोमा बताउने छु। म तपाईँहरूलाई मेरो स्क्रिन सेयर गर्छु। अलराइट गाइज, अब चाहिँ हामी ढिलो नगरिकन अगाडि बढ्नेछौँ। साथीहरू, फोनमा हामी क्लिक गरिसकेपछि *444# टाइप गरेर डायल गर्नेछौँ। साथीहरू, यहाँनिर 4वटा अप्सन आउँछ। यो 4वटा अप्सन मध्ये हामीले एउटा अप्सनलाई छानेर अघि बढ्नुपर्ने हुन्छ र म तपाईँहरूलाई यो सम्बन्धी सम्पूर्ण डिटेल रूपमा बताउने छु। साथीहरू, अब प्लिज चुज भनेर अप्सनहरू आइसकेको छ। 1 2 3 4 हामी 1 2 3 लाई एभोइड गर्नेछौँ र 4 नम्बरको अप्सनलाई हामी चुज गर्नेछौँ। 4 टाइप गरेर सेन्ड गर्नेछौँ है त साथीहरू। यस्तो गरिसकेपछि यहाँनिर डेटा पे एज यु गो भनेको छ। 1 नम्बरमा हामीले डिसेबल गर्नुपर्ने हो साथीहरू है। इनेबल गर्यो भने पैसा काट्छ, डिसेबल गर्यो भने काट्दैन। र स्ट्याटस हाम्रो कस्तो छ, अहिले पैसा काट्ने छ कि नकाट्ने छ भनेर पनि चेक गर्न सकिन्छ। तर हामीले अहिले चाहिँ यो भिडियोमा सिक्दै गरेको चाहिँ कसरी हाम्रो ब्यालेन्स चाहिँ नकाटिने भनेर हामीले बनाउनु पर्ने भएको कारणले साथीहरू, हामीले चाहिँ 1 नम्बरको अप्सनलाई चुज गरेर 1 टाइप गरेर सेन्ड गर्नु पर्यो साथीहरू। यसो गरिसकेपछि चाहिँ हेर्नुहोस् त, यो PAYG डेटा सर्भिस डिसेबल भनेको छ। अब हाम्रो सिममा हाम्रो ब्यालेन्स काटिने समस्या समाप्त भएको छ साथीहरू। डेटा प्याक तानेर त्यो डेटा सकिने बित्तिकै हाम्रो ब्यालेन्स काटिने समस्या थियो, त्यो समस्या चाहिँ साथीहरू अब यसो गरेपछि त्यो समाप्त हुन्छ। र साथीहरू, यदि तपाईँहरूलाई भिडियो मन पर्यो भने प्लिज लाइक गरिदिनु होला, अनि आफ्नो साथीलाई सेयर पनि गरिदिनु होला, र आफ्नो अमूल्य कमेन्ट पनि व्यक्त गरिदिनु होला साथीहरू। र यस्तै म इन्फर्मेसनल भिडियोहरू लिएर आउनेछु, मसँग जोडिँदै गर्नु होला। थ्याङ्क यू गाइज, सी यू इन द नेक्स्ट भिडियो, बाई बाई।